तपाईहरु कतिजना खाना खाइसकेर सोप र मिश्री खानुहुन्छ? यदि खानुहुन्छ भने लेखेर राख्नुहोस्, तपाई 80 वर्षसम्म बाँच्नुहुन्छ। भन्नुको तात्पर्य यो हो कि जब हामी सोट खान्छौं, यो सोटको भित्र एउटा ओयल पाउँछ। त्यो ओयलको नाम रहेको छ एनेथोल। र यो ओयलले के गर्छ भने हाम्रो भुँडीमा रहेको जति पनि मांसपेशिया हुन्छ त्यसलाई रिल्याक्स गर्छ। यानी कि यसले गर्दा हाम्रो भुँडीमा रहेको जति पनि खानाहरू हुन्छ त्यसलाई सराउँदैन, कुहाउँदैन र त्यसलाई पचाउने काम गर्छ। र यो जुन चाहिँ मिश्री हुन्छ त्यो एकदमै शीतल वर्गको हुन्छ। र जब हामीले हेभी अथवा भारी खाना खायो भने हाम्रो भुँडीमा एकदमै ज्यादा ग्यास अथवा जलन पैदा हुन्छ। त्यो टाइममा यो मिश्रीले धेरै रिलिफ दिन्छ। र साइन्स भन्छ 70% जति पनि बिमारहरू हुन्छ त्यो हाम्रो भुँडी रिलेटेड हुन्छ। यदि पेट सफा छ भने हाम्रो हार्ट, लिभर, शरीरको अरू पार्ट्सहरू पनि स्वस्थ रहन्छ। त्यही भएर अबदेखि उता खाना खाइसकेर सोट र मिश्री पक्का खानुहोस् होला। र यो कुरा तपाईको फ्रेन्ड्स, फ्यामिली सबैसँग शेयर गरिदिनुहोस्।